कि त प्रिया जस्तो होइन के ऊ ए लेखा छ त संविधानमा प्रिया जस्तो होइन भनेर उले प्रियाको जस्तो व्यवहार गरेछ त अनि गरे भने के हुन्छ प्रियाले गर्दिन भन्दैछु त म तिमीलाई विश्वास दिलाउन खोज्दैछु त म के तातेको ह माफ गर्नु होला मलाई माफ गर्नु होला म तातिए म बोले मलाई चित्त नबुझेको कुरा बोल्नु मेरो ठुलो गल्ती हो सम्बन्ध राम्रो हुने एकअर्का प्रति व्यवहार राम्रो हुने भनेको त मिठो वचन हुँदासम्म मात्र रहेछ होइन आफूलाई चित्त नबुझेका कुरा गर्दा पछि हाम्रो सम्बन्ध बिग्रेला कि भनेर मलाई कता कता डर लाग्दा आज मैले तपाईँको यति ठुलो स्वर सुन्नु पर्यो ठिक छ अबदेखि म तातिन्न म चुप लागेर बस्छु अरू पनि कति केटी साथीहरू छन् होला उनीहरूको पनि जाने ठाउँ कहीँ छैन होला यहीँ लिएर आएर राख्नु जीवनभर उनीहरूकै ख्याल वास्ता गर्नु मेरो लागि केही पनि गर्नु पर्दैन तपाईँ अबदेखि म केही नबोलाउला होइन मैले तिमीलाई नबोला भनेको छु नबोला भनेको छु तिमी किन बाङ्गो कुरा गर्छौ हेर है तिमी माइतीबाट आएदेखि मलाई एकदमै गलत बुझिरहेको छौ गलत बुझ्नु पर्ने वातावरण सिर्जना गरेपछि कसले सही बुझ्छ पहिला पहिला मैले भन्नुभन्दा अगाडि हाम्रो सम्बन्धमा केही समस्या आउला कि भनेर सोच्ने मान्छे आज बुढा यहाँ यस्तो भइरहेछ समस्या आउन सक्छ है भनेर मैले सचेत गराउन खोज्दा पनि मलाई गलत देख्ने मलाई पहिला 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 मेरो आँखाबाट आँसु सर्छ ठिक छ पहिलाको कुरा म सम्झिनु अहिले तपाईँ मसँग मात्र रिस उठिरहेछ मैले भनेको सबै कुरा गलत तपाईँको साथी मात्रै ठिक ठिक छ ओके रिस मात्रै उठा छैन हो रिस मात्रै उठा छैन यहाँ मेरो मन पुरै पोल्या के मन पुरै पोल्या छ पोल्या रहेछ देखियो साथीलाई यो घरबाट पठाउनु पर्छ भनेर खुब मन पोल्या छ बोल्नु पर्दैन ए बाबा मैले त्यस्तो भन्न खोजेकै होइन होइन तिमी अझै पनि किन यसरी गलत बुझ्छौ भन त के भएको छ